सम्पूर्णमा नमस्कार। आज हामी एउटा यो विषादीसँग सम्बन्धित रहेर त्यसको विषयमा मैले सानो जानकारीमूलक भिडियो बनाउन खोजेको। यहाँनिर म अहिले चाहिँ सुदूरपश्चिमतिर यो टिकापुर भन्ने क्षेत्रमा आएको थिएँ र एकजना यहाँनिर आन्टीको घरमा पस्दा यहाँनिर मैले के देखेँ भन्दाखेरि यहाँनिर म देखाउँछु। यो चाहिँ खाना खाइसकेपछि हात धुने भाँडा माझ्ने ठाउँ हो। अनि मैले यहीँनिर यसो नजर पर्यो कि यहाँनिर तल यो चाहिँ बट्टा देखेँ मैले। के रहेछ त भनेर यसरी हेरेको, यहाँनिर मैले देखेँ कि यो साइपरमेथ्रिन भनेर लेखेको रहेछ। यो चाहिँ साइपरमेथ्रिन जुन चाहिँ हाम्रो कृषिमा लागेका हामीले रोग भन्दा पनि किराहरू भनौँ, कृषिका जति पनि किराहरू छन् ती किराहरूलाई हामीले नियन्त्रण गर्नको लागि प्रयोग गर्दै आइरहेको यो सामान्यतया सबैले प्रयोग गर्दै आइरहेको विषादी हो। यो अर्को चाहिँ हाम्रो पशुहरूमा पनि उपियाहरू पर्दाखेरि एक्सटर्नल जुन प्यारासाइटहरू छन् ती प्यारासाइटहरूलाई नियन्त्रण गर्नका लागि प्रयोग गर्दै आइरहेको विषादी हो। अनि मैले त्यो देखिसकेपछि आन्टी त्यो किन त्यहाँनिर खाना हात धुने ठाउँमा भाँडा माझ्ने ठाउँमा राख्नु भएको त भनेर सोद्धाखेरि त्यो के हो आन्टी, के ल्याउनु भएको भनेर सोधेँ मैले सुरुमा। अनि त्यसपछि उहाँले चाहिँ आन्टीलाई नै देखाउँछु। आन्टी के भन्नुभयो हजुरले? ल त्यो हजुरको मैले भिडियो बनाउँछु, त्यो त्यहाँ राख्नु त आन्टी एकपटक। हजुरलाई नै सोध्छु मैले। त्यो जुन मैले कुरा गरेँ नि आन्टी, त्यो बट्टा चाहिँ के हो भनिदिनु न हजुरले आफै। पहिला आफ्नो परिचय दिनु। हजुरको नाम के, अहिले कहाँ हुनुहुन्छ त्यो पनि परिचय दिनु। हजुरको नाम के भन्नु त? राधा विष्ट आन्टी हुनुहुन्छ यहाँ। ल अब त्यो बट्टा जुन छ त्यो बट्टा के का लागि ल्याउनु भएको थियो ल भन्नु त? त्यो बट्टा त्यो उइका लागि ल्याएको त्यो सानो गाईको बच्चा थियो, त्यही बच्चाका ती जुमाल बन्दा छन् त्यो पढे, त्यहीका ती खसाल्लाका लागि त्यो ल्याएको हो। त्यहीँ पानी त्यो खुन्याएर पानी। आन्टी मैले रोकेँ, त्यो चाहिँ बाछाको जुम्रालाई मार्नका लागि एग्रोभेटबाट लिएर आउनुभयो होइन? अनि तपाईँले त्यसलाई कसरी प्रयोग गर्नुभयो? त्यो उसँग सोध्यौँ कसरी हाल्ला छन् उनीहरूले। 2 लिटर पानी हाल्नु, त्यसमा 2 लिटर पानी हालिकन त्यो बाछाको खुसँग धुनु, झड्डा छन् हुन्यो, केही झड्या पनि छैन। अब त्यो आन्टीले चाहिँ त्यो बट्टामा कति एमएल छ, सायद 10 एमएल जति छ कि कति छ है, ठ्याक्क हेर्नै पर्छ। जे होस्, अब एग्रोभेटले उहाँको कुनै व्यापारीले सिकाउनु भयो 2 एमएल हाल्नु पानीमा, 2 लिटर पानीमा त्यो बट्टाको सबै विषादी हाल्नु। अनि त्यसपछि बिरुवालाई के अरे यो हाम्रो सानो बाछाको जुम्रामा चार सकिन लागेछ, त्यही भएर यहाँनिर एकैछिन है मैले कन्टिन्यू गरेँ। त्यसरी चाहिँ उहाँले आन्टीले चाहिँ एग्रोभेटले जे भन्नुभयो त्यसकै आधारमा पानीमा मिसाएर 2 लिटर पानीमा मिसाएर त्यो एउटा बट्टाको सर्लक्कै त्यहाँनिर छ। बाछो पनि देखिन्छ होला यहाँदेखि सायद, अलिकति यता, सरी बाछो त्यतै कता छ देखिन पर्छ, सानो बाछो छ, त्यसकै लागि ल्याउनु भएको रहेछ। अनि आन्टी हजुरले त्यो बाछोलाई लाउँदाखेरि बाछोलाई केमा, त्यो पानी चाहिँ केमा मिसाउनु भएको? विषादी र पानीको जुन छ नि औषधि, तपाईँ त औषधि भन्नुहुन्छ होइन, तपाईँहरू औषधि भन्नुहुन्छ, त्यो औषधि केमा मिसाउनु भयो त? खासमा त्यो औषधि होइन, त्यो विषादी औषधि भन्न हुँदैन, मैले विषादी नै भने। त्यो विषादीलाई हजुरले कुन भाँडोमा पानीमा केमा राख्नुभयो? त्यो परि बाल्टिनमा। यही बाल्टीमा। अनि भित्र फ्रिज छ, के अरे त्यो पानी छान्ने के भन्छ नि, फिल्टर छ नि, त्यो फिल्टरमा पानी हाल्दाखेरि हजुरले कहिले यसमा हालेर अनि यो पानी चाहिँ सजिलो हुन्छ नि त, यी भाँडाहरूमा हालेर त्यसमा हाल्न सजिलो हुन्छ नि, त्यस्तो गर्नुहुन्छ कि गर्नुहुन्न? यो पानी किन यसमा बाहिरको लागि प्रयोग गर्ने बाल्टी, भित्र खानामा युज गर्दैन? खालि एउटा माटो साटो लागेर फुट्टा धुला भनिकन ल ठिक छ। त्यसो अनि यसमा हाल्नुभयो, यसमा हालिसकेपछि हजुरले त्यो बाछोलाई कसरी लगाइदिनु भयो त? त्यो बेसी त हातले। कसरी आन्टी? हातले हाले त्यो खुन्याउँदै बाछा हातैले यसरी खन्याएर यसरी केही नै जुङ्डा परे बाछाका उही दयाले। अनि त्यसपछि हातमा तान्दै यसरी गर्दै गर्नुभयो होइन? अनि आन्टीले भन्नुभयो, मैले अगाडि सोधेको थिएँ आन्टीलाई, मैले चाहिँ हातैले पुरै मल दिएको बाछोलाई मैले भनेर भन्नुभयो। अनि त्यसपछि आन्टी यो त विषादी हो,
हाम्रो शरीरमा पर्न हुँदैन, त्यो हातले गर्न मिल्दैन। आन्टी त्यो हजुरलाई थाहा छैन? आमा एकैछिन है, एकैछिन। आमा आन्टी हजुरलाई थाहा छैन यो मैले विषादी भने हजुरले औषधि भन्नुहुन्छ, त्यो कुरा त्यो विषादी हो। त्यसलाई चाहिँ हामीले यसरी हाम्रो नाङ्गा हातहरूले छुन मिल्दैन भन्ने कुरा हजुरलाई थाहा छैन? थाहा छैन। अघि हजुरले के भन्दै हुनुहुन्थ्यो, यो बाबु त कस्तो डराउँछन् कि के भन्दै हुनुहुन्थ्यो नि? ल भन्नु त यो विषयमा के भन्नुहुन्छ? हामी त म त केही डर मान्दैन, अब हजुर डराउनुहुन्छ। मलाई किन त्यो डराउनुहुन्छ भनेर भन्नुभएको थियो हजुरले अघि। अब डराउनु को जाने केन पो डर मान्दा छ, त्यो असाध्यै डर मान्दा। मैले आन्टीलाई चाहिँ के भने भन्दा, आन्टी यो विषादी हो, यसले चाहिँ औषधि होइन, यसले हामीलाई हानि गर्छ, यो हाम्रो हातले प्रयोग गर्नु हुँदैन। त्यो हामीलाई उहाँहरूले के बुझ्न जरुरी छ भने त्यसले त्यो गाईमा भएको सानो त्यो उपिया उडुस अथवा जुम्राहरू के छ त्यसलाई मार्छ भने त्यसले हामीलाई पनि मार्न सक्छ है, हामीलाई पनि क्षति पुर्याउन सक्छ है भन्ने उहाँहरूको सोचमा छैन। कहाँ के हुन्छ र यसले नाङ्गो हातले गराइहाल्छ भने हामी केही हुँदैन, त्यसै डराउँछौ बाबु तिमी भनेर भन्नुहुन्छ कि आन्टीले अघि भर्खर भन्नुभयो। त्यही भएर मैले आन्टीलाई सम्झाउन खोजेको, अथवा उहाँहरूले चाहिँ हाम्रो कुरा, म पनि कृषिकै एउटा प्राविधिक नै हो होइन, तर हामीले भनेका कुरा उहाँहरू जुन अलि अगाडिको जेनेरेसन हुनुहुन्छ भनौँ न, हामीभन्दा केही 20-25 वर्ष 30 वर्ष 30-35 वर्ष उमेरले अलि पाएको जुन हुनुहुन्छ उहाँहरूले हामीले भनेको कुरा मान्नुहुन्न। अनि त्यसपछि अस्ति पनि एउटा के भयो भन्दाखेरि भान्सामा चाहिँ के थियो भन्दाखेरि आन्टीले यो बाहिर टमाटर थियो, टमाटरमा हाल्ने विषादी चाहिँ उहाँले किराहरूलाई मार्नका लागि विषादी ल्याउनु भएको रहेछ। उहाँले ठ्याक्क ग्यासको मुनि जानेर भात पकाउनु छ, दाल पकाउनु छ, तरकारी पकाउनु छ, रोटी पकाउनु छ, ट्याक्कै त्यही ग्यासको मुनि चाहिँ उहाँले विषादी राख्नु भएको रहेछ। अनि म डराएँ, आन्टी किन यस्तो गर्नुभएको, यस्तो गर्नु हुँदैन, यो हाम्रो त खाना खाने ठाउँमा किचनमा राख्नै हुँदैन, यो छुट्टै अलग्गै बच्चा बच्चीले नभेट्ने ठाउँमा अरू कहिलेकाहीँ भान्सामा राख्नु भएको छ, तेल भनेर अथवा केही कुरा भनेर मसला भनेर झुकेर हाल्नु होला, यस्तो त गर्नु हुँदैन नि भनेर, केही हुन्न बाबु झुकिन्न म, के हुन्छ र यसले केही हुन्न भन्नुहुन्छ। उहाँले त्यो विषादी पनि हातैले हो, हातमा हाल्ने यसरी नै फाल्ने हो भनिसकेपछि अब यो हेल्थसँग यसले कति नकारात्मक असर गर्दै आइरहेको छ होला। यो एकदमै गलत हो आन्टी, यो एकदमै गलत हो। गलत होला भन्दा पनि हो। अब हजुरलाई मैले 2 पटक यो किरा मर्ने दबाई भन्दा ल्याउँदा अब त्यसमा बाल्टिनमा हाल्ला, त्यही पर हातैले हाल्ने हो। अनि त्यो पनि हातले होइन, त्यो त अलग्गै झाडुले, त्यो झाडुले हाल्नुभयो, गाईलाई चाहिँ हातैले दन्काइदिने हो होइन। अनि तपाईँले त्यो बिरुवामा हाल्ने जुन टमाटरमा हाल्ने विषादीको झोल बनाउँदाखेरि हातमा पन्जाहरू लाउने गर्नु न, अनि हातमा कहिलेकाहीँ त्यो धुलो, हातमा कहिलेकाहीँ त्यो झोल होइन झोलवाला ल्याउनु छ, हातमाहरूमा घोप्टिएपछि तपाईँले के गर्नुहुन्छ? क्याहरू अब अचानक घोप्टिसक्यो भने नि धुनु परेपछि त साबुन लगाएर उतिखेरै धुनुहुन्छ कि होइन? एकछिन पछि उतिखेरै धुनुहुन्छ हो। विषादी चाहिँ त्यो चाहिँ हो, किन उतिखेरै धुनु भएको? उतिखेर त अब त्यो भिज्ने भयो त हो। जुन त्यसमा हाल्ने विषादी छ नि, टमाटरमा हाल्ने, हातमा पर्ने बित्तिकै तपाईँले धुनुभयो, त्यसरी नै त्यो गाईलाई जौरा मार्ने पनि विषादी हो कि। यति मात्रै फरक हो, गाईमा हाल्नुभयो भने त्यो गाईको जौरा मार्ने भयो, जुम्रा मार्ने भयो। त्यही कुरा तपाईँले टमाटरमा हाल्नुभयो भने त्यसले पनि किरा मार्छ, बुझ्नु हो। त्यो किरा मार्ने औषधि विषादी नै हो, गाईलाई प्रयोग गर्छ। साइपरमेथ्रिन भन्ने विषादी सबैलाई थाहा छ होइन। उहाँले चाहिँ साइपरमेथ्रिन विषादी चाहिँ गाईलाई युज गर्दाखेरि मेरो हातमा नाङ्गो हातले मैले पुरै मालिस गर्दै हातमा लाउँदै दल्दे भनेर भन्नुहुन्छ। कम्तीमा पनि प्लास्टिक, तपाईँहरू त झिल्ली भन्नुहुन्छ होइन, त्यसलाई झिल्ली लाउने, हातमा नपर्ने, मुखमा नपर्ने, खुट्टामा नपर्ने तरिकाले। अब त्यो मर्दैन, त्यसलाई लाउँदा हुन्छ, हामीलाई के हुन्छ र भनेर भन्नुभयो आन्टीले अघि। त्यस्तो गर्नु हुँदैन, उसलाई पनि हुन्छ हुन चाहिँ, तर त्यो के जनावर भयो। अब हामीले जुम्रा मार्नै पर्छ, नत्र गाह्रो हुन्छ भन्ने हिसाबले तिनीहरूमा प्रयोग गरिएको हो। तैपनि अब तिनीहरूलाई प्रयोग गर्दाखेरि पनि सुरक्षित तरिकाले उनीहरूको मुखमा नछिर्ने गरी होइन, उनीहरूलाई पनि हानि गर्छ। त्यसले सुरक्षित तरिकाहरू अपनाउनु पर्छ। अब हजुरको जुन तरिका छ त्यो तरिकालाई सुधार गर्नुपर्छ, हाम्रो हातले प्रयोग गर्न हुँदैन। र यो भिडियो मार्फत चाहिँ मैले अरू भिडियोमा पनि देखिरहेको हुन्छु कि धेरै जसो भिडियोहरूमा चाहिँ हातैले चप्ल्याङ चुप्लुङ पार्ने, आफ्नो जिउभरि हुन्छ, हाफ लुगा लगाएको हुन्छ, आफ्नो उसको शरीरभरि परिरहेको हुन्छ, बाख्राहरू चुपलिरहेका हुन्छन् कि त्यो डिपिङ ट्याङ्कहरूमा। त्यो चाहिँ एकदमै गलत प्र्याक्टिस हो, जसले चाहिँ हामीलाई त्यसले अहिले तत्कालै असर नदेखे पनि पछि लामो समयसम्म त्यसले चाहिँ कार्सिनोजेनिक असरहरू, त्यसले क्यान्सरसम्म बनाउने सक्ने क्षमता हुन्छ त्यो विषादीमा। त्यही भएर ती विषादीहरू हामीले सुरक्षित प्रयोग गर्यो भने
हाम्रो धन भनौँ, हाम्रो स्वास्थ्य भनौँ, हाम्रो जनावरहरू होइन, सबै हाम्रो इन्भाइरोमेन्ट सबैलाई हामीले जोगाउन सक्छौँ। त्यही भएर यी विषादी भनेका औषधि होइनन्, विषादी नै हुन्। आन्टी, यी विषादी भनेका के हुन्? विषादी हुन् है, औषधि होइनन् है। औषधिले मान्छेलाई जीवन दिन्छ भने विषादीले मार्ने काम गर्छ। त्यही भएर विषादी हो। कुनै पनि मार्ने चिज छ भने त्यसलाई विषादी भनिन्छ, औषधि भन्नु हुँदैन। त्यसले मार्ने काम गर्छ। मार्ने कुराहरू चाहिँ हाम्रो नाङ्गो हातहरूमा, हाम्रो जिउहरूमा, हाम्रो शरीरमा चाहिँ त्यसले छुन हुँदैन। त्यही भएर पन्जा लाउने, चस्मा लाउने, ग्लोभ्सहरू लाउने, होइन, मास्कहरू लाउने, त्यो गरेर मात्र विषादीको प्रयोग गर्न पर्छ। अब हजुरले चाहिँ अब बारीमा हाल्न पर्यो भने कृषि प्राविधिकहरू अथवा यहीँनिर कृषि क्याम्पसहरू छन्, यहीँनिर तपाईँको वरपर कृषि पढ्ने विद्यार्थीहरू भाडामा बस्नुहुन्छ, सोधेर नानी बाबुहरू कसरी प्रयोग गर्ने भनेर सोध्न सक्नुहुन्छ। कृषि प्राविधिकहरूलाई सोध्ने, एग्रोभेटले पनि अब सोध्ने, एग्रोभेटहरूलाई सोध्ने राम्रोसँग आफ्नै तरिकाले। एग्रोभेटले भनेको 5 ml भनेको हुन्छ, तपाईँहरू 10 ml हालेर झन् छिटो किरा मार्छु भनेर धेरै मिसाउने, त्यस्तो गर्न पनि भएन। त्यही भएर मेन कुरा चाहिँ प्राविधिकहरूलाई चाहिँ सोधेर विषादीको प्रयोग गर्दा राम्रो हुन्छ। र हाम्रा यी नाङ्गा हातले चाहिँ विषादीलाई अबदेखि नछुनु होला, यसले चाहिँ असर गर्छ है आन्टी। अनि त्यो किचनमा पनि, भान्सामा पनि त्यो एउटा ठाउँमा रोटी, अर्को ठाउँमा ठ्याक्क त्यहीँनिर विषादी, त्यसरी चाहिँ राख्नुहुन्न है आन्टी। त्यसो त पर बच्चा बुच्ची पनि त्यसो चप्ल्याएको चुग्लो भन्ने बच्चा पनि नै होइन मेरो घरमा। हजुर, त्यसो भने अब त्यो अलग्ग झन् त्यहाँतिर कोही देख्ने नै भनिकन अलग्ग त्यहाँ पर भान्सामातिर राखे। त्यस्तो गर्नु हुँदैन। कहिलेकाहीँ आफै पनि झुकिन सकिन्छ। भान्सामा चाहिँ राख्नु हुँदैन, बरु अलग्गै खाना खाने वस्तुहरू भएको ठाउँमा नमिसियोस्। मिसिन सक्छ, कहिलेकाहीँ एक्सिडेन्ट हुनसक्छ, अचानक केही घटना घट्न सक्छन्। त्यही भएर खानेकुरा र विषादी सँगै नराख्नु होला। हातले, नाङ्गो हातले चाहिँ विषादी चाहिँ कहिले पनि प्रयोग नगर्नु होला। त्यसले अहिले केही नभए पनि अहिले पनि हुनसक्छ, तपाईँलाई रिङ्गाटा लाग्ने, पसिना आउने, बान्ता बमेट आउला जस्तो हुने, होइन, रिङ्गाउने, कमजोर महसुस हुने, त्यस्तो लल्याक लुलुक हुने हुनसक्छ, पखाला लाग्ने हुनसक्छ। तर यो भनेको तत्कालको असर हो। पछि तपाईँको यो विषादी नाङ्गो हातले छुँदा त्यो हाम्रो शरीरमा थुप्रिँदै जान्छ। त्यसले पछि लास्टमा क्यान्सर बनाउँछ। अहिले नदेखि पनि अहिले त केही भएको छैन, यी बाबु धेरै डराउँछन् भन्नु भने अहिले केही नहोला। लामो समयसम्म यसरी छोयो भने हामीलाई हानि गर्छ। मैले आन्टीलाई चाहिँ सम्झाउनका लागि, आन्टी आज म भिडियो नै बनाउँछु है हजुरकोसँग भनेर यो भिडियो बनाएको आन्टीसँग मैले अनुमतिमा, आन्टीकै अनुमतिमा। र यो विषादी नै हुन्। विषादीलाई विषादी जसरी नै हामीले प्रयोग गर्न पर्छ, यिनीहरूलाई चाहिँ औषधि हुन् भन्ने सोचले हामीले जथाभावी तरिकाले प्रयोग गर्न हुँदैन। र सम्पूर्ण किसानहरू जो कोही हुनुहुन्छ, यसरी विषादी प्रयोग गर्दाखेरि तपाईँहरूले चाहिँ सुरक्षित लुगाहरू लाएर, पन्जाहरू लाएर, बुटहरू लाएर, नाङ्गो हातले हाम्रो शरीरले नछुने गरी सुरक्षित साथ प्रयोग गर्नु होला, जसले गर्दाखेरि तपाईँहरूको ज्यान पनि सुरक्षित रहन्छ भन्दै आजको कुरा यति नै भयो है आन्टी। ल, आन्टीलाई धेरै धेरै धन्यवाद। आन्टीले आफ्ना कुराहरू सेयर गरिदिनु भयो। आन्टी, यसमै भन्न चाहे मैले, अबदेखि के गर्नुहुन्छ हजुरले विषादी प्रयोग गर्दा? अबदेखि पन्जा लाउनुहुन्छ? ल, अर्को पटक चाहिँ आन्टीले चाहिँ पन्जा लगाएको हामीले देख्न पाऊँ। अनि त्यसपछि यी भाडा, जुन विषादी तपाईँले प्रयोग गर्ने यो भाडा छ, आन्टीले के भन्नुभयो? यो भाडोमा मैले विषादी बनाएँ, अनि यसबाटै मैले विषादी बनाएर छोलाई दलिदिएँ। अब यो भाडोमा के छ त भन्दाखेरि यहाँनिर पानी छ। यो पानी के गरिन्छ त भन्दाखेरि टक्क हात धोइन्छ, खाना खानुभन्दा अगाडि हात धोइन्छ। अनि त्यही हात धोएको, त्यही पानीले धोएको हात जुन छ, त्यही हातले मजासँग रोटी भातहरू खाइन्छ। त्यो खाँदाखेरि के हुने भयो त? यो भाडोलाई बेसी त धोएको हो, के हुन्छ भनेर भन्नुहुन्छ। अझै पनि यहाँ चाहिँ जुन जनचेतना छ, त्यो जनचेतनालाई चाहिँ अझै माथि उकास्न एकदमै जरुरी देखेँ मैले। यस्तो पनि गर्न हुँदैन आन्टी। यसको विषयमा मैले हजुरलाई फेरि अरू कुराहरू भनौँला। जुन भाडोमा विषादी बनाइन्छ, घोल बनाइन्छ, त्यो भाडो भनेको खानाका लागि प्रयोग गर्नु हुँदैन। यसैले हात धुने अनि त्यही हातले खाने गऱ्यो भने त यसमा यो भाडोले पनि विषादीको अवशेषहरू सोसेर राखेको हुन्छ। त्यो सोसेको कुरामा पानी राख्नुभयो, त्यो विषादी पानीसँग घुलिन्छ। त्यही पानीले हामीले हात धुन्छौँ। हात धोइसकेपछि के हुन्छ त, हाम्रो हातमा पनि विषादी आयो। त्यही फेरि हातले हामीले भात खायो, रोटी खायो, हाम्रो शरीरमा विषादी गयो। त्यही भएर यस्ता कुरामा पनि ध्यान दिनुपर्छ। यी कुराहरूमा ध्यान दिनु होला भन्दै आन्टीको यो समयको लागि आन्टीलाई धेरै धेरै धन्यवाद। र हजुरहरू पनि यस्ता गतिविधि गर्नुहुन्छ भने समयमै यी गतिविधिहरू सुधार गर्नु होला। त्यो भनेको एकदमै
आत्मघाती गतिविधि हो है यो चाहिँ। हजुरहरूलाई सम्पूर्णमा जानकारी गराए। विषादी जसरी नै प्रयोग गरिदिनु होला भन्दै हाम्रो आजको यो संवाद यतिमै टुङ्गिन्छ। धन्यवाद आन्टी। धन्यवाद।